तबसम्म भगवत प्राप्ति हुँदैन। अरु कुरा गीता भगवानले के भन्नुभयो भने अहंकारम बलम दर्पम कामम क्रोधम परिग्रहम। क्या सजिलो छ गीताको श्लोक हो यो। 18 अध्याय भगवान भन्नुहुन्छ अर्जुनलाई जबसम्म काम क्रोध लोभ मोह दम्भ पाखण्ड घमण्ड मनबाट जाँदैन। अहंकारम बलम दर्पम कामम क्रोधम परिग्रह विमुच्य। यी कुरा पहिला छोडिदिहाल। अहिले छोड्नै पर्छ। जबसम्म छोड्दैनौ तबसम्म भगवत प्राप्ति हुँदैन। यी छोड्नै पर्छ। अहिले छोड या लाखौं जन्म पछाडि छोड। छोड्नु भने के हुन्छ? फेरि जन्मिनु पर्छ। लाखौं करोडौं जन्म हुन्छ तिम्रो फेरि। त्यसै कारणले एक कामका कारणले, क्रोधका कारणले, लोभका कारणले, मोहका कारणले, दम्भका कारणले, घमण्डका अहंकारका कारणले फेरि पुनर्जन्म हुन्छ। फेरि पनि जन्मनु, फेरि पनि मर्नु, फेरि पनि गर्भैतिर गई पर्नु। त्यस कारणले विमुच्य यी सबै कुरा छोड। यो अन्तस्करण चित्त शुद्धि भएर बिना चित्त शुद्धि भगवत प्राप्ति हुँदैन। यो एउटा महत्त्वपूर्ण कुरा। चित्त शुद्धि केले हुन्छ? हाम्रा चित्तमा फोहोर मैला बसेको छ। कसैपट्टिको द्वेष छ, रिस छ, क्रोध छ। त्यसले यसो गरी त्यसलाई चाखलिस भएर बसेको छ। नाति बसेको छ, छोरो बसेको छ, बुहारी बसेको छ। आउन त आइयो महाराजजी, घरमा त बित्यो नि भनेर घर यहाँ पोको पारेर बसेको। घर बित्यो भन्छ ला त्यो गर्नु। आउनु त आइयो नि, म घरमा के भइसक्यो के भइसक्यो। यहाँ केवल छाला कमला मात्रै ल्याएको छ। उहाँ चाहिँ मन चाहिँ उहाँ दिएको छ। त्यहाँले भगवान भन्नुहुन्छ बाबु तिमीले चित्तलाई शुद्धि गर्ने एउटै उपाय छ। मया वेश्य मनो सम्यक मयर्पित मनो बुद्धि म एव मन आदत्स्व मयि बुद्धि निवेशय। तिम्रो मन बुद्धि मलाई देऊ भन्नुहुन्छ। के भन्नुहुन्छ? मन बुद्धि मलाई देऊ भन्नु। दुईटा कुरो माग्नु भगवानले यो पिँडा लड्डु ल्याऊ पनि भन्नु भएन, खिचडी ल्याऊ पनि भन्नु भएन, खिर ल्याऊ पनि भन्नु भएन, दही ल्याऊ पनि भन्नु भएन, दुध ल्याऊ पनि भन्नु भएन। बजारमा गएर पिताम्बरी बढिया पिताम्बरी ल्याऊ पनि भन्नु भएन। वनमाला, शिवस्त्रमाला यी सबै भगवानले माग्नु भएन। कौस्तुभमणि, हीरा मोती केही माग्नु भएन। भगवानले के माग्नुभयो? म एव मन आदत्स्व मयि बुद्धि निवेशय। तिमीसँग भएका दुईटा बदमास छन्, ती बदमास देऊ भन्ने। दुईटा बदमास के रहेछ हो? सबैलाई थाहा छ नि यो कुरा। मन एव मनुष्याणाम कारणम बन्ध मोक्षयो। संसारमा दुःख दिने भयंकर ठुलो शत्रु के हो? मन एव। भागवतमा भगवानमा दुर्जायान महम मन। अत्यन्त जित्न नसकिने कुनै वस्तु मन हो। गीतामा अर्जुन भन्दछन् चञ्चलम मे मन कृष्ण प्रमाथे बलभद्रम तस्याहम निग्रहम मन्ये वायुरिव सुदुष्करः। अर्जुन भन्नुहुन्छ हे भगवान यो म सबैलाई जित्न सक्छु तर मनलाई जित्न सक्दिनँ। वेदस्तुति पनि त्यही भन्छ। ऋषिकम विरदान्त मनस्तुरग वितरिषिक वायु विरदान्त मनस्तुरग तुरगम। यी सबै कुरो जित्न सक्छ। वायुलाई पनि मान्छे जित्न सक्छ तर मनलाई जित्न सक्दैन। किन? मनो गच्छति सर्वत्र। मन हिँडिजान्छ अरे। मनो गच्छति सर्वत्र मदोन्मत्त गजेन्द्रवत्। रायो शब्द कस्तो छ? मदोन्मत्त गजेन्द्र। गजेन्द्र जानुहुन्छ क्या? गजेन्द्र हात्ती। त्यो मन यस्तो अहंकारी छ अरे। त्यो हात्तीले कसरी नटरिकन मकैबारीमा गएर विध्वंस गर्छ। मदोन्मत्त गजेन्द्रवत्। एकदम मत्त हात्ती जस्तो भएर मन कसैलाई नटेरिकन हिँड्छ। कसैलाई टेर्ने वालो छैन मन। बडे जोगी राधेश्याम गर्न बस्या अघि त जप्तै गर्छन् मन गएर कलकत्ता पुगिजान्छ। बडे महापुरुष पनि त मनलाई खिचेर राख्न सक्दैनन् किनभने ऊ बदमास छ, हात्ती जस्तो छ। मदोन्मत्त गजेन्द्रवत्। ऊ कहाँ जान्छ त यो मन? क्षणम आयाति पातालम
क्षणमा याति नवस्थलम अरे क्षणमा आयाति पातालम तुरुन्त पातालमा पुग्छ अनि तुरुन्त आकाशमा पुग्छ मनलाई हेर्नुहोस् क्षणमा आयाति पातालम क्षणमा याति नवस्थलम भगवानले भन्नुभयो ठिक भन्यो अर्जुन ठिक भन्यो असंशय महाबाहु मनो दुर्निग्रहम चलम ला भगवानले पनि प्रमाणित गरिदिनु भयो ठिक भन्यो अर्जुन यो मन यो दुष्ट मन कसै गएर कसैले बसमा राख्न सक्दैन कसै सक्दैन यहाँ सुरमुनिदेखि भुसुनासम्म यहाँदेखि लिएर ब्रह्मस्तम्भ पर्यन्तम यहाँदेखि लिएर ब्रह्माजीसम्म पितामह सृष्टिकर्ता ब्रह्माजीसम्म पनि मनलाई कन्ट्रोल कसैले गर्छ सम्भवै छैन ત્યારે मनलाई नियन्त्रण गर्न पनि सकिँदैन मनलाई बसमा नगरी मुक्ति पनि सम्भव छैन अहिले बसमा गर या लाखौं वर्ष पछाडि बसमा गर त्यो बसमा नगरिकन तिमी चन्दन लाऊ टीका लाऊ पूजा गर तीर्थव्रत गर दान धर्म गर दिनभरि भगवानको पूजै गर अर्चनै गर मन त के गर्नु यहाँ हातमा तुलै पर्दैन मन त बाख्रा भनितिर गइरहेछ भगवान त तेरीमा बदमास तेरो मन बाख्रा आन्छ मलाई यहाँ नौटङ्की गर्छ तेरीमा फटा भन्नु त त्यसका सुन्ने हुन्छ एउटै फल मिल्दैन सारा छोराछोरी परिवार ठग्नुभन्दा दोस्रो उपाय भयो यसकारणले मन तिमी ममा लगाऊ मयव मन आदर्श मय बुद्धिम निवेशय तिम्रो मन कहाँ लगाऊ ममा लगाऊ ममा भगवान भन्छ ममा लगाऊ मन आजसम्म यो सारा मान्छेको दुर्गति केले भएको अरे मनले मन कहाँ लगाउने भगवानमा मन कहाँ लगाउने भगवानमा भगवान राम भन्नुहुन्छ विभीषणलाई सकृत देव प्रपन्नाय तवास्मिति च याचते अवयम सर्वभूतेभ्यो ददाम्ये तद्व्रतम मम एकपल्ट म भगवानको हुँ भनेर कसैले मनबाट भनो मुखले होइन यो छाला चमडा पछि आगो लगाएर पोल्नेवाला होइन केवल मनबाट के भन्नु अरे मनले म भगवानको हुँ भन्यो मनले म त्यसलाई मार्छु भनौँ मनले यसलाई सिद्ध्याउँछु भनौँ तपाईँले हातले सिद्ध्याउनु पर्दैन मनले भन्यो भने नरकमा गइहाल्यो फेरि मनले भनेको फल पाइन्छ शरीरले गरेको फल पाइँदैन जै ताल ठोकेर राधेश्याम भन्नु मन जुन कलकत्तातिर छ त्यही नै राधेश्याम भनेको छ यसो आयो त्यस्तो मान्छे साहित्य मन घुमाएको छ अनि सम्बन्ध छ कीर्तन गरेको आज 2 घण्टा कीर्तन गरेर आकी मलाई सुन्ना के पनि भयो जस्तो उद्यान त्यस्तै भएको केही ल्याएन किन मन छैन भगवानले तिम्रो ताली कहाँ ताली भनेको छैन भगवानले बार मनको विषयमा बार मनको विषयमा सम्झाउनु भएको छ मनलाई कन्ट्रोल गर मनलाई नियन्त्रण गर शंकराचार्य त सुरुमै भन्नुहुन्छ सम दम उपरति तितिक्षा सम भनेको मनलाई नियन्त्रण गरेर म कहाँ वेदान्त सुन्न आऊ भन्नुहुन्छ यसकारणले आमाबा हामीलाई सर्वनाश केले गरो मनले गरो अब मनलाई रोक्न पनि हामी सक्दैनौँ नै कसै क्षणमा जात तिष्ठत्य कर्मगे त्यो मन त चुप लाएर बस्नै सक्दैन अरे यो लागेर नै कसै क्षणमा एक क्षण पनि मन चुप लागेर बस्दैन अब शास्त्र भन्छ मनलाई रोक फेरि शास्त्र भन्छ मन रोकिँदै रोकिँदैन के रोक्छौ हेर्नु कस्तो समस्या विरोधाभास अब यस देखिसकेपछि भगवान भन्नुहुन्छ बाबु बदमासी मनाएको त एउटा काम गर न त एउटा काम गर्ने के गर्नु भगवान मन मनाभ मद्भक्त मध्याजी माम नमस्कुरु मनलाई छोड्देऊ छाडा तर त्यो मनलाई के गर भगवानलाई मलाई ढोक भगवानलाई ढोक्नलाई मन भगवानमा लगाइदेऊ हातले भगवानलाई ढोक शिरले भगवानलाई ढोक मनले भगवानलाई ढोक भगवानको चिन्तन गर आखिर दुनियाँको चिन्तन तिम्रो मनले गर्छ भने सर्लक्य मनलाई लगेर भगवानको चिन्तन नलगाइदेऊ सञ्चिन्तयत भगवतश्चरणारविन्दम यो मनलाई भगवानको चिन्तनमा लगाइसकेपछि के मन चञ्चल थियो कुदिरहन्थ्यो कहाँ कुदो भगवानमा कुदो बास
तिम्रो परम कल्याण एउटा उपाय। अर्को उपाय के छ भन्दा अर्को उपाय बताउनु भएको छ। अणुरणीयान महतो महियान नात्मा गुहायाम निहितोस्य जन्तु तमक्रतो पश्यति बीतशोको धातु प्रसादान महिमान मीश। यो श्वेताश्वर उपनिषद। धातु प्रसादान, जब भगवानको कृपा अनुग्रह हुन्छ अनि मन स्थानको लाग्छ। फेरि अर्को ठाउँ भन्नुहुन्छ नायमात्मा प्रवचन लभ्यो न मेधया न बहुना श्रुतेन यमे वैश्य विणुते तेन लभ्य तस्यैष आत्मा विवृणुते तनुं स्वाम। जब भगवानले कृपा गर्नुहुन्छ, बढ गर्नुहुन्छ, यो जीव मेरो हो भनेर त्यो दिन मन थानको लाग्छ। अब त्यो भगवानले भगवानको कृपा प्राप्ति हुनका लागि के गर्ने त फेरि प्रश्न उठ्छ। त्यसको लागि एउटा उपाय छ। सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच। सबै धर्मलाई छोडेर तिमी भगवानका शरणमा जाऊ। अब फेरि यहाँ अप्ठ्यारो सुरु भयो। धर्मलाई छोड भन्नु भगवानले। यस्ता आमाहरूले प्रश्न गर्नुहुन्छ, होइन यहाँ हामी धर्म गरेछौँ, भगवानजी धर्म छोड्दै जाऊ भन्नुहुन्छ। यो पनि बडा विपरीत अर्थ भयो। हामी सबै धर्म गर्नुपर्छ, सबै गुरुहरूले व्यासमा धर्म कर्म मन लगाऊ भन्नुहुन्छ, होइन? धर्म गर्नुपर्छ आमा, मुक्ति हुन्छ, धर्म गर्नुपर्छ भन्नुहुन्छ। सबै धर्म कुरु भन्नुहुन्छ। अब भगवान के भन्नुहुन्छ? के भन्नुहुन्छ भगवान? धर्म गर भन्नुहुन्छ, धर्म छोड भन्नुहुन्छ। ल हेर्नुहोस्, राधे राधे राधे। ल यहाँ हाम्रा पण्डितजीहरू गुरुहरू हाम्रो सुनिल बिहारी शरण महाराज के भन्नुहुन्छ? ए आमाबा धर्म गर्नुपर्छ, धर्म गर्नुपर्छ, धर्म गर्नुहोस्, पैसा दान गर्नुहोस्, पुराण सुन्नुहोस्, कथा सुन्नुहोस्, तीर्थव्रत धर्म गर्नुहोस् भनेर बिचारा घोक्रो सुकुञ्ज साधीसँग गुरुहरू कराउँछ। सबैले धर्म गर भन्ने। कृष्ण के भन्नुहुन्छ? धर्म छोड भन्नुहुन्छ। कस्तो कालिदास धर्म छोड्न पाइन्छ? पाइन्छ। धर्म छोड्दै हुन्छ? ला सारा शास्त्र धर्म गर भनौँ, भगवान कृष्ण धर्म छोड भन्नु। धर्म छोड्दा हुन्छ। के गर्ने होला? भगवानले आफै धर्म छोड भनेपछि छोड्दा भयो नि धर्म? होइन होइन, भगवान भन्नुहुन्छ मेरो शरणागति भएपछि, मेरो शरणमा आएपछि धर्म तिमीले छोड्नु सबै छोडिन्छ। धर्म क्या हो धर्म भने? धर्मको धर्म भनिदियो। धर्म अर्थ काम मोक्ष यी चतुर्विध पुरुषार्थलाई धर्म भनिन्छ। अर्थात् धर्म भनेको गर्नु, सेवा गर्नु इत्यादि। अर्थ पैसा, काम इच्छा म वैकुण्ठ गोलोक जाउँ भन्ने। धर्म अर्थ काम मोक्ष भनेको गन्तव्यमा पुग्नु। यी चारवटा कुरा छ। यसलाई भनिन्छ धर्म कर्म। धर्म भनिन्छ। धर्म अर्थ काम मोक्ष चतुर्विध पुरुषार्थवाला धर्म हो। अब यसलाई त भागवतले यो कुटिल धर्म हो भनेको। कुटिल धर्म, कोडी धर्म, कपटी धर्म अरे। धर्म गरो स्वर्ग जान्छ। अर्थ पैसा पाए मति बिग्रिन्छ हो। कामना गरे समाप्त हुन्छ, होइन? मोक्ष भए भक्ति हुँदैन। मोक्ष भए भक्ति कहाँ हुन्छ? त्यही भएर भागवतमा भनेको छ, भगवान भन्नुहुन्छ मुक्तिम ददाति करिचित स्मन भक्ति योगम। म संसारका मनुष्यलाई मुक्ति दिन्छु। कसैलाई मुक्ति चाहिएको छ लिस्टमा नाम लेख। म सबैलाई मुक्ति वैकुण्ठ पठाइदिन्छु, तर म भक्ति कसैलाई दिन्न, होस पुर्याएर दिन्छु भक्ति। भगवानको सारालाई मुक्ति गरिदिन्छु। कहाँ कहाँ वैकुण्ठ जान्छु कि गोलोक जान्छु कि साकेत जान्छु कि कैलाश जाओ सबलाई आनी तानी विमान आनी सब विमान बोलाएर सबलाई पठाइदिनुहुन्छ। तर एउटा कुरो दिनुहुन्न। के दिनुहुन्न अरे? किन दिनुहुन्न? भगवान किन भक्ति दिनुहुन्न? किन दिनुहुन्न होला? अहिलेसम्म थाहा छैन। वैष्णव भनेको कति वर्ष थाहा छैन। भगवान भागवत एकादश स्कन्धमा भन्नुहुन्छ निरपेक्षम मुनिम शान्तम निर्वैरम समदर्शनम अनुव्रजाम्यहम नित्यम पुये एत्याङ रेणुवे। किन भगवान दिनुहुन्न अरे भने भक्त भएपछि भक्तको पछि हिँड्नुपर्छ अरे।
भक्ति गरेपछि त्यो भक्त मालिक हुन्छ, आफू नोकर बन्नु। हेर्नु खतरा कुरो छ है। अब यो भक्ति गरेर मुक्ति सुक्ति माग्यो भने चाहिँ मुक्ति दियो, आफू आनन्द छुट्टी, भगवानलाई कहीँ जान घुम्न कुनै टेन्सन भएन, आनन्द। तर भक्त भयो भने चाहिँ भक्तका पछि पछि भगवान हिँड्नु पर्यो भएन। अनुप्रजाम्य हम नित्यम, पछि पछि हिँड्नुहुन्छ। किन हिँड्नुहुन्छ? किन हिँड्नुहुन्छ? रक्षा गरेर होइन, होइन। त्यो भक्तको पैतालाको धुलो उडेर आएर म भगवान भन्नेका पनि टाउ कहाँ पर्यो भने म पनि मुक्त हुन्छु र सदाका लागि आनन्द प्राप्ति गर्छु भनेर त्यो एउटा सन्त भक्त भागवत वैष्णवको चरणको धुरी प्राप्ति गर्न भगवान पनि तडपिनुहुन्छ, भगवान पनि तडपिनुहुन्छ। याद गर्नु। अगाडि अहम भक्त पराधीन, म भक्तको अधीनमा छु, भक्तको दास हुँ, भक्तको सेवक हुँ। हेर्नु भगवान भन्नुहुन्छ। त्यस कारणले भगवान भक्तको साथमा रहनुहुन्छ, तर मुक्तिको साथमा रहनुहुन्न भगवान। याद गर्नुलाई, मुक्ति दियो, आनन्द छुट्टी, त्यसलाई मुक्ति वैकुण्ठ जान्छ। ल जा, म वैकुण्ठ काइदाको छ मेरो लोक, जा जा ट्याक्सी खाएर बस भने गोलो जा, वहाँ सखीहरू छन्, काइदाले बस गोलोकमा। ल साकेत जा, ओ रामका साथमा सीता रामका साथमा लिया घर बस। कैला जा, राम्रो ठाउँमा दिव्य, ल जा छुट्टी भगवान। तर भक्त भएपछि चाहिँ भगवान के गर्नुहुन्छ? नाहम बसामि वैकुण्ठे योगिना हृदयेन च मद्भक्ता यत्र गायन्ति तत्र तिष्ठामि नारद। जहाँ मेरा भक्तहरू बस्छन् म त त्यहीँ जानुपर्छ खुरुखुरु। स्वतन्त्र परतन्त्र रहन्छु, भक्तको अधीनमा रहन्छु। यस कारणले भक्ति चाहिँ भगवानले प्राय दिनुहुन्न। अब त्यो भक्ति प्राप्त नगरिकन सुख पनि प्राप्ति हुँदैन, फेरि असही सुख प्राप्ति हुँदैन। अब भक्ति गर्न त के गर्नु पर्यो? भगवानसँग कुस्ती खेल्नु पर्यो, लडाइँ गर्नु पर्यो, झगडा गर्नु पर्यो। मलाई श्रीमती पनि चाहिएन, छोराछोरी पनि चाहिएन, धन पनि चाहिएन, सम्पत्ति पनि चाहिएन, वैकुण्ठ पनि चाहिएन, गोलोक पनि चाहिएन, साकेत पनि चाहिएन, स्वर्ग पनि चाहिएन। प्रभु मलाई केवल के चाहियो? भक्ति। यो कुरो त जगद्गुरु शङ्कराचार्यले पनि भन्नुभयो। काम्योपासन यार्थयन्त्यनुदिनम् किञ्चित् फलम् सेप्सितम् केचित् स्वर्गमथापवर्गम पररे योगादि यज्ञादिवे अस्माकं यदु नन्दनाङ्घ्रियुगल ध्यानावधानार्थिना किं लोकेन दमेन किं निपतिना स्वर्गापवर्गै च किं। कोही ध्यान गर्ने आँखा चिम्लेर हजारौं वर्ष ध्यान गर्ने गरिरहन्। शङ्कराचार्य भन्नुहुन्छ गर गर ध्यान। कामनालाई लिएर कोही कामना राखेर उपासना गर्ने गरिराख। कोही स्वर्ग वैकुण्ठ मोक्ष आदि प्राप्त गर्ने गरिराख। मलाई त्यसमा पनि मतलब छैन। मलाई एउटै कुराको इच्छा छ। अस्माकं यदु नन्दनाङ्घ्रियुगल ध्याना वदानार्थिना। मलाई नन्दनन्दन भगवान श्रीकृष्णको चरणकमलको मकरन्दको भमरो भएर त्यो रसास्वादन गर्ने इच्छा छ। अरू मलाई केही स्वर्ग वैकुण्ठ आदि पनि चाहिएको छैन। ल हेर्नु, स्वर्ग अपवर्ग मोक्ष पनि मलाई तुच्छ सम्झिनु भयो। मोक्षलाई पनि लात मार्नुभयो, स्वर्गको त कुरै छोडिदिनु हो, काम्य आदि उपासनालाई पनि लात मारिदिनु भयो र एउटै कुरो भिक्षा माग्नुभयो। शङ्कराचार्यले के माग्नुभयो? के माग्नुभयो? नन्दनन्दन भगवान श्रीकृष्णको चरणकमलको मकरन्दको रस चाट्ने भमरो भएर भर कृष्णका पैतालामा नाच्न पाऊँ प्रभु। अरू मलाई केही चाहिएन। जगद्गुरु शङ्कराचार्यको भिक्षा हो यो। एउटा सन्यासीले मागेको भिक्षा चाहिएन भनेर जगद्गुरु शङ्कराचार्य भन्नु। भक्ति सानो रहेछ। तपाईँहरू भक्ति गर्न आउनुभयो।